हेलो एन्ड नमस्ते एन्ड सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ चैते दसैँ अनि हामी चाहिँ यो लगेर चाहिँ हामी मन्दिरमा जान लागेको अहिले चाहिँ होइन। म छोरा अनि भान्जा भएर हामी चाहिँ माथि जान लागेको मन्दिरमा। एउटा मन्दिर चाहिँ हाम्रो त्यहाँनिर छ होइन। एउटा मन्दिर चाहिँ एउटा तलपट्टि छ, अहिले मैले तपाईँलाई देखाउने छु होइन। यस्तो बिहानको दृश्य हेर्दाखेरि एकदम रमाइलो होइन। भान्जा र छोरो चाहिँ हिँडिरहन् चामल घिउ लिएर, ल्याउ समात्छु भन्दा पनि दिँदैन अनि मजाले हात साँतेर हिँड्ने अरे। अनि एउटा मन्दिर चाहिँ हाम्रो वहाँ देखिरहेको छ नि, त्यो चाहिँ हाम्रो मन्दिर हो, त्यहाँ जाने हो। त्यहाँ गएपछि बल्ल हामी माथि जानुपर्छ। अनि यो चाहिँ हाम्रो गाउँको दृश्य एकदम रमाइलो अनि उज्यालो छ। आज मौसम पनि क्लियर छनलाई, तर घाम लागेको छैन। मेरो छोरा चाहिँ यहाँ हिँड्दै थियो, भान्जा चाहिँ पछि आफै लजाएर होइन हिँड्दै थियो। यहाँबाट यस्तो तलतिर कुलातिर खसो एकचोटि, अनि त्यसपछि बल्ल हिँड्ने अहिले। अब चाहिँ हामीले त्यहाँ चामल छोडेर हामी माथि मन्दिरमा जान लागेको। अब लगभग हामी अब त्यहाँ मन्दिरमा पनि आइपुग्न लाग्यौँ। अनि यहाँ चाहिँ सबैजना जम्मा हुनुभएको रहेछ जाँदै होइन। अनि सबैजना हुनुहुन्छ। अनि त्यहाँ चामलहरू धुपध्वजाहरू लगेर चढाएर अनि त्यसपछि मस्त अनि सबैजना आउनु भएको रहेछ। अनि यहाँ अङ्कलले चाहिँ रोटी पकाउँदै हुनुहुन्छ अझै, घिउको रोटी, प्यालो रोटी हुन्छ नि, यस्तो मजाको मिठो हुन्छ फेरि यो रोटी। अनि यो हाम्रो ताउलीमा चाहिँ खिर पाक्दैछ। चैते दसैँ चाहिँ मजाको बिन्दास पारामा मनाइँदैछ। अनि त्यसपछि यहाँ अङ्कलले चाहिँ शङ्ख फुक्दै हुनुहुन्छ सबैजनालाई थाहा दिनको लागि होइन, चैते दसैँको। अनि जस रमाइलो हुन्छ गाउँघरमा होइन, गाउँले साथीहरूसित। मेरो छोरा चाहिँ मजाले त्यहाँ बसेर हेरिरह, शङ्ख फुकेको सुनिरह त्यसले होइन। अनि हामीले चाहिँ पूजासुजा गरेर लगभग अलिकति भइसक्यो होइन। सबैजना आउनुभएको छ, रमाइलो पनि भयो गाउँघरमा होइन। गाउँघरमा धेरै रमाइलो हुन्छ। हाम्रो गोकुल दाइले चाहिँ प्यापरी बजाएको प्यापरी होइन। अनि सबैजना भेला भएर यस्तो रमाइलो भयो होइन। अब चाहिँ हाम्रो मामाजी चाहिँ यतातिर हुनुहुन्छ, पुरा लाइक ठोकिहाल्नु भयो। अनि हाम्रो अब यसको चाहिँ यसलाई खसी बनाएर चट्टा लाएर काट्नुपर्ने हुन्छ। 4 खुट्टा बनायो मनिष भाइले। अब चाहिँ हाम्रो प्रदीप भाइले चाहिँ छिनाल्छ त्यसलाई